मैले चाहिँ यहाँ उपचार गराउनुभन्दा अघि पनि बाहिर उपचार गराउँदाखेरि होमियोप्याथीको औषधिहरू खाएको थिएँ। त्यो औषधिबाट मलाई निको भएन। अनि यहाँ आउँदाखेरि औषधि दिनुभयो, विरेचन गर्नुभयो, त्योबाट मलाई धेरै नै फाइदा भएको छ। अनि आगामी दिनमा पनि मेरो बडी पुरै सुधार हुन्छ, सोराइसिस पुरै सुधार हुन्छ भन्ने डाक्टर साहबसँग आशा राखेको छु। अनि यो हस्पिटलमा चाहिँ एकदमै राम्रो तरिकाले, फ्यामिलियर तरिकाले सबैजनाले हेरिदिनुहुन्छ अनि उपचार गरिदिनुहुन्छ। यस्तो बिरामीहरूलाई म भन्न चाहन्छु कि यताउति नगइकन टाइममै यहाँ आएर उपचार गराउनु निको हुन्छ। यो छैन कि निको हुँदैन, तर यहाँ आएर उपचार गराउनु भयो भने डाक्टर साहबले हेरिदिएर अनि उपचार गरिदिएर पुरै निको पार्नुहुन्छ। उहाँ हाम्रो सोरियासिसको बिरामी हुनुहुन्छ। उहाँ विगत 8 वर्षदेखि यो रोगबाट ग्रसित हुनुहुन्थ्यो। विभिन्न ठाउँमा एलोपेथिक एवं होमियोपेथिक औषधिहरू सेवन गर्दा पनि, उपचार गराउँदा पनि निको नभइरहेको अवस्थामा उहाँ हाम्रो संस्थामा आउनुभयो। हामीसँग यहाँ आइसकेपछि हामीले 3 स्टेपमा उहाँको उपचार प्रारम्भ गऱ्यौँ। पहिलो दीपन पाचन गरेर, त्यसपछि विरेचन, संसर्जन कर्म पश्चात हामीले मुख्यतः पञ्चतिक्त घृतले विरेचन गरायौँ। त्यसपछि अहिले उहाँ चाहिँ औषधि सेवन गर्दै हुनुहुन्छ विगत 1 महिनादेखि। अहिले उहाँको रोगमा, सोरियासिसका प्याचेसहरूमा अहिले कत्ला कत्ला बस्न सबै छोडिसके। पूर्ण रूपमा शरीर आफ्नो अवस्थामा, पूर्णकालीन अवस्थामा फर्किँदैछ छालाहरू, र उहाँले मानसिक एवं शारीरिक रूपमा नै स्वस्थ भइरहेको अनुभव गर्नुभएको छ। अहिले चाहिँ 80% सुधार देखिएको छ र यो आगामी 2 महिनाभित्रमा 100% सुधार गर्न हुने आशा लिएका छौँ। र यस्तै अरू बिरामीहरूलाई पनि हाम्रो संस्थामा आएर विशेषज्ञ परामर्श सेवा लिएर विभिन्न पद्धतिबाट, स्पेसली विरेचन, वमन विरेचन एवं बस्तीका पद्धतिहरूबाट सोरियासिस रोगलाई जित्न सकिन्छ भन्ने आशा दिलाउन चाहन्छु।